यो भिडियो सिरिज हो हाम्रो एकदमै मोस्ट रिक्वेस्टेड भिडियो सिरिज जुन ब्युटी कम्पोनेन्ट थियो। यो भन्दा अगाडि हामीले क्वको बारेमा बनायौं, त्यसपछि हामीले अजको बारेमा बनायौं। यो पाली वी आर टकिङ अबाउट अल। अलको एउटा ब्युटी कम्पोनेन्ट र स्पिरिचुअल कम्पोनेन्ट त छँदैछ, यसको एकदमै इन्ट्रेस्टिङ मेडिसिनल पर्पस पनि छ। विल बी टकिङ अबाउट द्याट। प्लिज भिडियो लास्टसम्म हेर्नु होला। अल मोस्ट अफ द टाइम एकदमै इम्पोर्टेन्ट र अस्पिसियस डेजहरूमा फिमेलहरूले लगाउने गर्दछन्। फर एक्जाम्पल बिहेको बेलामा यी गर्ने वा गुफा निकाल्ने और बारातेगु त्यतिखेर चाहिँ युज गर्ने गर्दछन्। हुन त यो एकदमै विभिन्न अरू कल्चर्सहरूमा पनि युज हुन्छ, तर अल इज फेमसली नोन टु बी युज इन एकदमै अस्पिसियस डेजहरू। रेड इज द कलर अफ प्युरिटी एन्ड द पावर एट द सेम टाइम, त्यस भएर अल रातो हुने गर्दछ। मोस्ट अफ द पिपल माइट नट नो, तर नेपाल मण्डलमा पेडिक्योर मात्रै गर्ने एउटा स्पेसिफिक ग्रुप हुन्छ जसलाई चाहिँ नौनी खल भन्ने गरिन्छ। अनि नौनीहरूले नङ काटिसकेपछि एन्टिसेप्टिभ र एन्टिफङ्गल कम्पोनेन्टको रूपमा पनि अल युज गर्ने गर्दछन्। यसमा नेचुरल रेजिन त भइ नै हाल्यो, अन टप हामीले एकदमै सिक्रेट इन्ग्रिडियन्ट राख्ने गर्दछौँ जुन छ क्याम्फर वा कपुर, विच एक्चुअली एक्ट्स एज एन्टिफङ्गल र एन्टिसेप्टिक कम्पोनेन्ट, जसले चाहिँ हामी नङ काटिसकेपछि नि माथि राख्यो भने चाहिँ एकदम चिसो चिसो हुन्छ र एउटा लेयर नै बनाउने गर्दछ। त्यसैले कुनै पनि अस्पिसियस डेजमा हामीले नङ काट्छौँ र नङ काटिसकेपछि माथिबाट अल लगाउने चलन आजसम्म पनि एकदमै जीवन्त छ। पहिले अल चाहिँ एकदमै नेचुरल रेजिन जुन ल्याक इन्सेक्टबाट निकालिन्थ्यो भने अचेल भने मोस्टली चाहिँ डाई वा केमिकल युज गरेर बनाउने गर्दछ। स्याडली अल तेगु कल्चर वा अल लगाउने कल्चर चाहिँ एकदमै कम भएको छ। यतिसम्म छ कि एउटै परिवारमा दिदीले लगाउने र बहिनीले चाहिँ थाहा पनि नहुने कन्डिसन छ। द्याट्स वाइ वी आर कोलाबरेटिङ विथ होटल यचु, जहाँ चाहिँ हामीले अल तेगु वा अल लगाउने सेसन्सहरू होस्ट गरिरहेछौँ। एन्ड वी विल डेफिनेटली बी सेयरिङ मोर स्टोरिज एन्ड इनसाइड इन्फर्मेसन अबाउट अल। सो प्लिज डोन्ट फर्गेट टु भिजिट होटल यचु।